म चाहिँ बाख्रा र गाई तलतिर छिकेर पल्ल गोठालोबाट अनि निस्के घरतिर अनि अब बाजे बाख्रा रुँगेल छ पर के भन्नुहुन्छ होइन गएर सुपारी दिएर खानुहुन्न नि त कहिले पनि डाँट छैन आज के भन्नुहुन्छ है गाईहरू चाहिँ यहाँ निस्केको छ कोही बाख्राहरू पनि त्यहाँ निस्केको छ तल बाख्राहरू चाहिँ बाजेले अहिले भर्खर ढुङ्गा हानेर यता पठाउनु भएछ कि ऊ पराउनुहुन्छ ऊ पराउनु अब म जान्छु है के भन्नुहुन्छ सुपारी दिँदाखेरि गाउँको देवर चाहिँ यहाँ गतिस बोकेर चरा मात्रै हिँड्दै हुनुहुन्छ सिकारमा हेर्नु थुप्रो बाख्रा निस्क्यो बाजे के बाजे के खानेकुरा मुखमा लगाइहाल्नु ल दिनु बित्तिकै ल लाउनु न लु के रहेछ लु हेर्नु लु खाइदिनु सुपारी ए हो त डाँट छैन चपाएर दियो भने त भन्नुहुन्छ कि भनेको आयो हाम्रो बाजेले बाख्रा हेर्ने ठाउँ चाहिँ यहाँ छ घर यहाँ छ यहाँ अब आजदेखि मकै छरेको यहाँ होइन बाजे ठुलो ठुलो घोगा आउँछ होला त्यही त